आज चाहिँ जान लाग्यो यो पैसा लगेर भाइको फी बुझाउन स्कुलमा। हेर हेरेको त आमामामा यस्तो गर्मी रहेछ। अब गर्मी भए पनि जानै पर्यो। मैले चाहिँ आफ्नो कालो मुख घोटी घोटी रगरगात पारिसकेँ। अनि मैले चाहिँ लुगा धोको थिएन नि त, अब त्यही भएर टी सर्ट लगाएर जानु पर्ने हुन्छ। आजभोलि कतिको गर्मी छ भनेर हजुरहरूलाई थाहै होला। अब सनस्क्रिन त लाउनै पर्यो। कालो खुट्टा देखिन्छ भनेर मजा पनि लगाइसक्यो। अनि स्कुल पनि त धेरै टाढा छैन, त्यही भएर जुत्ता भन्दा चाहिँ चप्पल लाउने भनेर मैले सोचेँ। अहिले चाहिँ घरदेखि पनि हिँडिसक्यो। अनि हावा पनि ओभरै लागेको छ। अनि अब के गर्नु, जानै पर्ने हुन्छ। घाम ओभरै छ। अब म चाहिँ अहिले स्कुलभित्र पनि प्रवेश गरिसक्यो। अब जानु पर्ने हुन्छ सिधै अफिसमा। म्याडम सरहरूलाई नमस्कार भनेर पनि पैसा सैसा बुझाएर पनि अहिले म चाहिँ बाहिर आइसकेँ। साथीको रुम नजिकै हुनुको कारणले म चाहिँ जानु पर्ने हुन्छ एकछिन साथीको रुममा। जो साथीको घरमा आएको थियो त्यो साथी चाहिँ रहेन छ अहिले चाहिँ। अनि म चाहिँ अब घरतिर लाग्नु पर्ने हुन्छ। जाँदै थिएँ अनि गाउँको अङ्कल पनि अटो लिएर भेटिनु भयो। अनि म पनि बसेको। फाइनली अहिले चाहिँ म घर पनि पुगिसक्यो। घर पुगे त आमामा काम रहेछ। अनि काम गराउनले अनि भिडियो पनि बनाउन पाइनँ। हजुरहरूले पनि खाना खाइसक्नु भयो होला, म पनि खाइसक्यो। अहिले चाहिँ रातिको 8 पनि बजिसक्यो। आजको भ्लग चाहिँ यति नै। अब भेट्नुपर्छ नेक्स्ट भ्लगमा। एन्ड बाई।